ओके अब सुन है म फेरि मुख छाडिदिन्छु नि अहिले छाडिदिन्छु मुजी तामाङ भन्ने आज एक माया राणा मगर र गणेश राणा मगरको हैन छोरी बीचमा हुनुहुन्छ। एक राणा मगर र गणेश राणा मगर निकै भाइरल हुनुभएको थियो अस्ति नै हैन भिडियोमा। आज चाहिँ उहाँहरूको डिभोर्स गर्नलाई चाहिँ यहाँ जिल्ला अदालत गाईघाट आउनु भएको छ। तपाईँको र उहाँको आज डिभोर्सै हो? पक्का हो? अनि हाम्रो गणेश राणा दाइ के छ? डिभोर्सै हो नि आज? श्रीमतीसँग डिभोर्स गर्न आउनुभएको हो? पक्का पक्की हो नि? ल आज चाहिँ होइन अब उहाँहरूको चाहिँ लास्ट डिभोर्स हुँदैछ। डिभोर्स भइसकेपछि उहाँहरूको पेपरहरू के आउँछ त्यो बाँकी भाग पनि हामी राख्ने नै छौँ। हामी मिलिसकिदा अब सबै भयो। तपाईँ एकछिन यता आउनु, यता आउनु बिचमा। होइन त्यस्तो हुँदैन, यहाँ आउनु न। त्यो अहिले गर्ने क्या, यहाँ आउनु न। तपाईँ यहाँ बस्नु न। तपाईँले के तपाईँ मात्रै बोलेर हुँदैन, अर्को पनि आउनु पर्यो नि। खोइ अर्को एकछिनमा हो क्या, अहिले तपाईँहरूको हो नि त। अर्को एकछिनमा हुन्छ क्या। ल ल ल ओके ओके, म सुरु गरौँ ल। ओके 1 2 3 गो एक्सन। दर्शक निकै नै भाइरल भएको एक माया राणा मगर र गणेश राणा मगरको जोडीको चाहिँ आज धेरै छलफलपछि धेरै दिनपछि उहाँहरूको चाहिँ डिभोर्स हुँदैछ हैन। डिभोर्स पेपरहरू उहाँहरूले हातमा लिएर बस्नुभएको छ र हाम्रो राजकुमार कार्कीसँग चाहिँ गणेश राणा मगरको श्रीमती एकमाया राणा मगर चाहिँ उहाँसँग विवाह गरेर गइसकेपछि एकमाया राणा मगर र गणेश राणा मगरको चाहिँ आज डिभोर्स हिजै मात्र डिभोर्स भएर आज डिभोर्स पेपरहरू ल्याएर पनि राख्नु भएको छ। हजुरको पनि छ होला होइन पेपर? झिक्नु त एकचोटि उहाँको यहाँ छ र होइन। यो पेपरमा के लेखिएको छ, कति दफा कति कानुनले के लेखिएको छ त्यो कुराहरू पनि उल्लेखित गरेको छ। त्यो कुराहरू हामी यहाँ तपाईँहरूलाई जानकारी गराउने नै छौँ होइन। उहाँहरूको चाहिँ मेलमिलापको हजुर हजुर ओहो यो उहाँको यहाँ दुइटै यहाँ छ होइन। हजुर हजुर उहाँहरूको चाहिँ यो डिभोर्स पेपर यहाँ छ होइन। त्यसपछि अब यहाँ के छ भन्ने कुराहरू म तपाईँलाई अलिकति जानकारी गराएँ। उदयपुर जिल्ला अदालत गाईघाट होइन। यसमा मूल्य कि देवानी कार्यविधि सहित 2047 को दफा 193 बमोजिम माल मिलापत्र गरी गाउँ बमोजिम मिलापत्र गरी पाऊँ भनी पर्न आएको संयुक्त दरखता बमोजिमको मिलापत्रको कागज तयार गरी इजालतबाट पढी जाँची दुवै पक्षलाई सुनाई सो मतलब र परिणाम समेत सम्झाउँदा बुझाउँदा समेत लेखी बमोजिम दाबी एक माया राणा मगर र प्रतिवादी गणेश राणा मगर बीच रहेको पति पत्नीको नाता सम्बन्ध विच्छेद हुने गरी मिली जान मजुर भई सही छाप समेत गरिएको मुलुकी देवानी कार्यविधि सहित 2047 को दफा 193 बमोजिम यो मिलापत्र प्रमाणित गरिएको छ भनेर उहाँहरूको चाहिँ यो डिभोर्स। अब यो हुन त थुप्रै लेखेको छ, यो सबै कुरा अब पढेर साध्य पनि हुँदैन। हजुर ठिक छ, यो छैन होइन, यो भइगयो होइन र यो छ र अब ओके ठिक छ। हाम्रो राजकुमारजी यहाँ हुनुहुन्छ जुन उहाँको श्रीमती उहाँहरूको डिभोर्स भइसक्यो। अहिले उहाँ तपाईँले लगेपछि तपाईँको श्रीमती एकमाया तपाईँको श्रीमती हुनुहुन्छ र उहाँहरूले नै थोरै प्रश्न अब सोध्न गए। तपाईँहरू एकदम हिजो सबै मिलापत्र गरेर तपाईँहरू श्रीमान श्रीमती डिभोर्समा जानुभयो। तपाईँहरूले एक एकवटा काज बोक्नु भएको छ होइन। तपाईँहरूको एकदम खुसीसँगले डिभोर्स भएको? खुसीसँगले हो। अनि हो नि तपाईँहरू खुसी हुनुहुन्छ? त्यत्रो हुनु न। हजुर 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 डिभोर्सै भयो भने ए अब यो जुन तपाईँहरूको यो कागज छ यसले तपाईँहरूको लिखितमा चाहिँ तपाईँहरूको पुरै डिभोर्स भएको होइन, यसले उल्लेखित गर्छ होइन। तपाईँहरू एकदम खुसीसँगले अब डिभोर्स भइसकेपछि अब चाहिँ तपाईँ राजकुमार हाम्रो सर श्रीमती पनि हुनुभयो। उहाँले तपाईँलाई अब जिम्मा लाउँदै हुनुहुन्छ होइन। एकदम हाँसी खुसी तपाईँहरू त्यत्रो हुनु कि राजकुमारजी कसो लागेको छ होइन? अब उहाँले चाहिँ उहाँहरूको चाहिँ उ गरेपछि तपाईँ हिँडेको हो होइन। त्यही त अब जिम्मा लाउनु भयो, अब लेखको होइन। अब के भन्नु त, उहाँहरूको डिभोर्स भयो होइन। हजुर हजुर के भन्नु पर्यो अरू अब होइन। त्यही त होइन।
अब जे भए पनि उहाँले चाहिँ यस्तो भन्नुभएको थियो हजुर त्यो सानो किस्ता कि के को उ गर्नु भएको ए थियो होइन त्यो ठिकै छ त्यो सक्यो सकिसक्यो त्यो मिलिसक्यो मलाई भन्नु परेन मलाई पैसा त मैले हालेको नि ओहो अब त्यो कुरा अहिले नल्याम होइन कस्तो नल्याम होइन ठिक छ जे भए पनि अहिले उहाँहरूको अब जुन थियो नि मिलापत्रको कुराहरू भइसकेर उहाँ डिभोर्स भइसकेपछि हजुरले उहाँले त हो नि त एकदम हो ल ठिक छ उहाँलाई सोध्नु तिरेकै तिरेन भने उहाँले तिर्नु भयो नि तिरिसक्यो भने पैसा उहाँले तिरिसक्नु भएको छ जुन त्यो मलाई टर्दा नहोस् अब सानो किसानको पैसा होइन उहाँले तिर्दिनु भएको छ तिरिसक्यो है सबै कुरा भइओरि सबै तपाईँहरू मिलापत्र गरिओरि यो तपाईँहरू डिभोर्सको प्रक्रिया अगाडि बढ्नु भएको है हो नि तपाईँले तिर्नु भएको नि तपाईँ आफै जानुभएको मेरोमा त थिएन होइन यहाँ सुन्नु न मैले अब उताबाट के पर्छ मैले तिर्सकेँ उता उहाँलाई बोल्नु दिनु पर्यो नि त अनि तपाईँहरू त दुईजना जार पर्नु भने अहिले त होइन होइन सोध्नु पर्यो नि त जोसुकै भयो भने होइन ल भन्नु न तिरिसक्नु भन्नुभएको थियो तिरिसक्नु भन्नुभएको छ उहाँ सोझो भन्नु भएको छ होइन कागज तिरिसकेको कागजै छ अरे है तपाईँलाई झमेला आउँदैन ल अब यो राख्नु त आफ्नो ठाउँमा राख्नु बोक्नु न यो राख्नु अब यसो गर्नु हजुर अब के गर्नु पर्यो भने के छ तपाईँको के झिक्दै हुनुहुन्छ यो राख्नु ए यो राख्ने लु राख्नु राख्नु लु राख्नु यो ल खाता पनि छ त सम्मान पनि गरिदिने हो लु हाल्दैन सम्मान पनि लिएर ल खै तपाईँलाई राख्न पो गाह्रो भयो कि क्या हो म राखिदिन्छु ल्याउनु त ल अब यो यसलाई यहाँ राखौँ होइन दाइ दाइले अघिदेखि के देखिरहेको छ के हो यो सम्मान गर्ने हो ल यतिखेर चाहिँ यहाँ जारले चाहिँ जारलाई अब सम्मान गर्ने हुँदैछ ल लगाइदिनु होइन ठिक छ उहाँले सम्मान गर्नुभएको हो नि त ठिक छ लगाइदिनु केही फरक पर्दैन क्या हुन्छ सम्मान ल हो ओके ल ताली बजाऊ है दर्शकहरू अब उता उहाँ श्रीमतीलाई ल के भन्न चाहनुहुन्छ त्यो भन्दै पनि उहाँलाई ल सम्बन्ध हजुर पुरा भयो एक भएर नि मजासँग गरी खाने यो लगाइदिएर अब यसो यहाँ सुन्नुहोस् यो यहाँको कोटमा राखौँ न एकछिन मेरो कोटमै अडिदिएन त अहिले अडिँदैन त्यसो भए यहाँ राख्दैन मैले कहाँ रुखमा ल यस्तो गर्नु उहाँलाई पनि माला ल्याउनु पर्यो उहाँलाई पनि माला त्यहाँ एउटा माला जानु भनेर ल्याउनु हजुरले उहाँलाई लगाइदिने विचार गर्नुपर्ने ल्याउनु न म यो पनि लाउनु मैले तपाईँ लगाइदिनु न छिटो सेकेन्ड गर्नु सेकेन्डमा अलिक छिटो ल्याउनु या सेकेन्ड गर्ने भइसकेको छ यहाँ म सेकेन्ड गर्छु एकदम बडो रमाइलो छ होइन उहाँको चाहिँ आज अर्काको बुढी चोर्ने भरा लगेको होइन खुसीले होइन अब कहिले काहीँ त्यो परेर होइन त्यस्तो नराम्रो गरेर लगायो भने त यसले त मुजी चोरेर मुजी यो विदेशी छाडा त नबोल्नु आइएम सरी ओके ल आइएम सरी होइन विदेशीको बुढी लगायो भए पो यहाँ ल्याउनु न होइन त्यो भन्ने कुरा होइन नि त ल ठिक छ मैले कति के छ मैले दियो नि होइन ल अब तपाईँले लगाइदिनु ल विदेशीको नभए भने यो चाहिँ तपाईँ लगाइदिनु न उहाँलाई ल जारलाई आइएम सरी ओके तपाईँ पनि खुसी रहनु भन्नु न गल्ती भयो यहाँ हेर्नु यसो गर्नु न मेरो मलाई दिएको अब तपाईँलाई उहाँले श्रीमती दिइसक्नु भयो सुन्नु त के भन्न चाहनुहुन्छ श्रीमती उहाँलाई के भन्न चाहनुहुन्छ मजाले गरी खाने अब हजुर पहिले पनि मैले माया दिएकै थियो हजुर भन्दा थोरै भएर धेरै खोज्नुलाई गएको भनेर सुखै होस् राम्रै होस् राम्रैसँग गरी खानु अब मिलेर बस्नु होला भने दिइसक्यो जिम्मा अब दिइसक्नु भयो होइन पनि फुकु अब तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ उहाँलाई के भन्न चाहनुहुन्छ लास्टमा जाँदै मुद्दाहरू केही नहोस् मलाई नि त्यस्तै हो ठिक हो दाइ अब दिवस भइहाल्यो हाम्रो राम्रोसँग गरी खाऊ तपाईँ पनि मेरो नानीको राम्रोसँग पढाऊ स्कुल गएर नानीलाई चाहिँ धेरै ख्याल गर्नु हजुर
त्यही भन्न चाहनुहुन्छ हजुर त्यही भन्न चाहन्छु म एउटा कुरा लास्टमा मेरो कुरा छ नानी क्या 13 वर्ष पैसा अहिले तपाईँको के छ मेरो चाहिँ यस्तो के होइन अब त्यो सानो किसानको तिर्नु भनेको तिरिसक्यो होइन अब टच नदिनु उता पनि होइन मतिर पनि सधैँ भेट हुँदा पनि बरु साथीभाइ होइन सँगै बस्छ होइन हामी त अहिले यहाँ ह्यान्डसेक ल लास्ट यस्तो भइसक्यो जार जार चाहिँ मिलेर लास्ट चाहिँ होइन होइन त्यो चाहिँ नहोस् फेरि पनि यो सानो किसान यस्तो गरे उता नभन्ने होस् क्या होइन हामी खुल्ला हो नि त हामी 1 रुपियाँ 2 रुपियाँ तिर्नु नहोस् क्या हामीले ऋण बिना त हामी ल हात मिलाउनु होइन त्यो न हामी त्यही भनेको होइन अरू सक्दिनँ अब त्यही हो ल तिरेको हो त्यो कसले होइन अब त्यो बच्चा सच्चा कसको छ मलाई थाहा छैन म अब हिँड्ने मान्छे हो त्यही ल अन्तिममा अब हामी जाँदा जाँदै उहाँहरूको मिलापत्र सबै भइसकेपछि होइन सम्पूर्ण कुरा भइसकेको छ उहाँले चाहिँ आज आफ्नो श्रीमती चाहिँ एकमाया चाहिँ उहाँ राजन कार्कीलाई जिम्मा दिइसक्नु भएछ र गणेश राणा मगर र एकमायाको चाहिँ तपाईँको डिभोर्स भइकन एकमाया राणा मगर चाहिँ राजन कार्कीलाई चाहिँ आज श्रीमती हस्ताक्षर गरिदिनु भयो नि त हजुर धेरै लामो भिडियो भाइरल हुँदै यो दिइसके यो आज अन्तिम उहाँहरूको मिलापत्रको कार्यक्रम राखेको छौँ अब एकदम उहाँहरू खुसीका साथहरू खुसीका जिन्दगीहरू जिउनुहुन्छ उहाँहरू दुईजना बाटोमा भेट्दाखेरि पनि उहाँहरू चाहिँ प्रतिबद्धता गर्नुभएको छ कि उहाँहरू चाहिँ एक रिस राख नराख्ने जार जार भेट्दाखेरि पनि आफ्नै साथी सोर हिँड्ने त्यस्तो रिस राख नराखौँ भन्ने उहाँलाई सोध्नु तपाईँ राख्नु त राख्नु न राख्दैन राख्नु न दुईजना एकदम हाँसी खुसीसँग चाहिँ आजको यो कार्यक्रम छ अझै सोध्नु केही छ दाजुभाइ जस्तै मानेर राम्रोसँग दाजुभाइ जस्तै मानेर राम्रैसँग ल ओके अब सुन्नु है शनिबारे त्यहाँ भेट्दा पनि सँगै बरु खाउँ भन्ने कुरा होइन पहिला हामी भेटे पनि हो नचिने मात्रै हो मात्रै होइन गल्ती छैन आइएम ओके ओके हजुरले पनि गर्नु पर्ने गल्ती छैन ओके मिल्यो त उहाँहरू मिलेर यति यहाँ गफ गरिराख्नु भएको छ अझै पनि छोड्नु भएको छैन गफ गर्नलाई छैन नानीले छैन पढ्ने मान्छेलाई त हामी यसपालि त्यहाँ नाङ्ग्राबाट निस्किन्छ नि त्यही त ल ल ओके छ होइन म पनि अब जाने ए सर नबोल्नु न हौ हजुर यार हाम्रो कुरामा तपाईँको पाउमा ठिक छ कसलाई दिनुपर्ने दिनु न त कस्तो कुरा गर्नु यो किन लाइट बलिरहेको छ हेरेको छैन अहिले बलिरहेको छ अर्को चाहिँ यता राख्नु चाहिँ क्यामेरामा लास्टै स्टेट हुनुपर्छ कहाँ भयो भन्दाखेरि खमारेमा भयो ल के खमारेमा भयो भेटघाट भेटघाट होइन के खमारे माइत भन्ने भयो त्यही हो त्यही कुरोमा मात्रै हो कहाँ नाङ्रे भन्दा त हाम्रो एउटा होइन त नि हाम्रो चाहिँ खमारेको हो माइत भन्यो भने चाहिँ हजुर हजुर त्यहाँ पनि होइन रहेछ त्यहाँ अब कहाँ कहाँ हो अहिले साथ पनि नानी जे भए पनि रिस राख्दा छैन नि अब जारमा रिस राख्दा छैन मैले गल्ती गरेँ उहाँले भन्नु पर्यो क्या उहाँले छैन भनिराख्नु तपाईँसम्म छैन दुईजनामा छैन अब जे हुनु भइसक्यो होइन उहाँले भन्नु पर्यो मैले त उसको बुढी लगेँ नि त त्यही त उहाँले भन्नु पर्यो उहाँले रिस राख्छ कि उहाँले भन्दै हुन्छ होइन अब तपाईँको श्रीमती मैले लगेको रिस राख छैन बाटोमा भेट्दा मलाई अप्ठ्यारो हुन्छ हुँदैन भन्नुहुन्छ त्यस्तो तपाईँमा केही त्यस्तो छैन अरे छैन भने ल हात मिलाउँ ल के गर्नु होइन हामी फोनमा भयो हो गल्ती नभए होइन भएको हो होइन यही हो अब के गर्नु अब मैले खुट्टा ढोगेर मिल्ने भए मिल्थेँ होइन यतिकै पनि मिलिसक्यो त ल ओके छ ओके ल खाजा साजा खाउँ म पनि छुट्टिन्छु होइन अब के गर्नु ओके ओके ल
ल ल आज स्वागत भएछ रेड बुल चाहिँ जारले चाहिँ होइन उहाँलाई दिनुभएको उहाँ खुसी हुनुहुन्छ चेस गर्नु ल जार ल चेस रेड बुल खोलेर रेड बुल चाहिँ होइन जारलाई दिएर खुसी बनाइराख्नु भएको छ अब बुढी लगिदिएपछि यतिको त गर्नै पर्यो नि होइन पर्यो जे भए पनि होइन यो चाहिँ पछिसम्म चाहिँ रिस राख नरहोस् भन्नको लागि होइन त गल्ती छानामा आइएम सरी ओके मगर भाषा सबै आउँछ होसकाटा बाजारङ चाहिँ होइन यसमा दिएन नो डालीले बाजार होइन गाँको थामाले काठवटा ड्याकेमा खमाएर दिए होइन छाना होइन मिर्स माथ्यो नि होइन अनि इलाई होइन नाकले हिँडेछ यही कुरा सल्टियो कि मासल्टियो दिन्छ मासल्टियो हिजो मासल्टियो हजुर अनि सथा ऋणतिर डेछ नाकै होइन मै त टिडिजा होइन हो चाहिँ अब कुलाले त नाकै होइन छलफल जाड्की पऱ्यो नि त जाड्की पऱ्यो कि मा पऱ्यो यहाँ चाहिँ हेरमा बस्यो डेन्न ओला संस्थाको ऋण तिरेर अनि डिभोर्स हाल्ने डेकी होइन टिसानी दिएछ होइन यही छान्छ डेन्न फुक्का छाना नानी कुलाले अनि हिँडे डेनी होइन अब काठवडाको भन्नेले होइन अब होइन डेकी त इलासिन न डेकी त अब गाँटा खमारेको त्यहाँ अब होइन गाँटा होइन हिजाकी गाँठी होइन च्याएर अब स्याएर छाना दिएर फोटो चाट्ने अब हिजाठी छाना त छाना छाना त छाना गाँकी होइन होजार छाना दिएर छान्ने गाँकी होइन च्याएर छान्ने दिन मैले होइन होइन गल्ती छाना त गल्ती छाना नाको डेनी अब हिले डेनी मान्छे के यहाँ ए तिमीमा चुप लाग्न यी गुर्दा खाटा उलेर यी गुर्दा माउले इसो गाँकी चाहिँ अनि इलाई उसलाई काठखुट्टा इलाटा इसो हिजो त्यो त गाँकी चाहिँ होइन इलासिन फोन गर्न पर्यो प्रकाश चिन्दिले प्रकाश काट्छ भन्यो क्या चिन्दिले गाईहरू पर्यो कल्पना बुढो होसेरी रालेछ इसे होसे नम्बर राले होइन लालेछ हो दिएर चाहिँ कान कानो यहाँको कानहरू छान्दैछ क्या होइन यहाँ कि त हिथा त अनि यहाँ त काठमाडौँ त भर्मी
हङ्गा खाँदैछ अब होइन मिरु स्याटेन होइन गाँकी छ पर्छ डेनी अब कानु होइन काट्न ओडाको लेसा होइन पहिला चाहिँ होइन गाङ चाहिँ अनि फाल्टो फाल्टो उला गाँकी चाहिँ खमारे 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 त अनि मुर्कुची कुडी पर्छ हो इला त होइन नि त इला त कानपडी होइन खमारे गढी गाउँपालिका हो त रौतामै हो होसे त हो नि कान त इला त अनि गढी गाउँपालिका साना छ खमारेको होइन गाँके खमारे अनि हो अनि मै बोइको पनि खाटा र अब हिले दिनु न त अनि अब होइन माछा गल्ती खाना गल्तीको अब माफ याले कि माले याले गल्ती माछा यी मासु यानी दिएछ अब नाके याले कि माले याले यासी पऱ्यो नि त्यसलाई तपाईँले पनि गर्नु पर्यो अरे क्या ढोग्नु अरे र यही अपडेट आज हामी यति नै राख्दै म श्यामबहादुर भुजेल यो अपडेटबाट बिदा हुन चाहे बिट मार्न चाहे हस्त नमस्ते सेवानङ।